नमस्ते सबैजनालाई। स्वागत छ तपाईँहरूलाई मेरो न्यू युट्युब च्यानलमा। यो मेरो फर्स्ट ब्लग रहेको छ। म नेपालबाट युके गएको छु। सो के कस्तो जर्नीहरू हुँदो रहेछ म तपाईँहरूलाई सेयर गर्नेछु। मलाई पुर्याउन चाहिँ मम्मी बुबा आउनुभएको छ। सो उहाँहरू पनि रेडी भइसक्नु भएको छ। मम्मी चाहिँ रेडी भइसक्नु भएको छ। बाबा हुनुहुन्छ, बाबा पनि रेडी भइसक्नु भएको छ बिहान। अनि यता मेरो प्यारो भान्जी रहेको छ, जो कि आज एक्जाम छ तै पनि मलाई पुर्याउन एयरपोर्ट आएको छ। हाई भनिदेऊ। यो दुईटा चाहिँ मेरो चेकिङ लगेज रहेको छ भने यो चाहिँ मेरो क्याबिन लगेज रहेको छ। यसमा चाहिँ 46 केजी मात्र एलाउ गरेको छ अनि यसमा चाहिँ 7 किलो मात्र। अहिले चाहिँ हामी ठ्याक्कै एयरपोर्ट नजिक पुगिसकेका छौँ। सो तपाईँको त्रिभुवन इन्टरनेसनल एयरपोर्ट। अब हामी एकछिनमा भित्र जानेछौँ। दिदी भिनाजुहरू पनि आइसक्नु भएको छ। सर यतातिर वेट चेक गर्ने बाहिर छ कि भित्रै गर्नुपर्छ? यतातिर ल। दाइत्र बाबा म चेकिङतिर लागिसकेको छु। अब भित्रतिर चेकिङ गर्छौँ। ब्यागेजहरू के कस्तो छ, सामानहरू त्यो सब ब्यागहरू चेकिङ भइसकेको छ। म भित्र पुगिसकेको छु। यो रहेछ, अब यहाँ टिकटहरू चेक हुन्छ। ओके, चेकिङ त भइसकेको छ। अब बोर्डिङ पास हुन बाँकी छ। खासमा यति हतार हुनुको कारण मेरो चाहिँ पासपोर्ट एक्सचेन्ज भएको थियो एउटा केटीसँग होइन। अब त्यो केटीको पासपोर्ट मसँग र मेरो पासपोर्ट चाहिँ त्यो केटीसँग थियो। अनि पछि गएर म्यामले चाहिँ हाम्रो पासपोर्ट एक्सचेन्ज गराइदिनु भयो। अनि त्यसपछि हतार हतारमा सब इमिग्रेसनहरू सब हतार हतारमा गऱ्यो। अब फाइनल चाहिँ हामी मतलब बोर्डिङ पासतिर छौँ। अब फाइनल यता टिकटहरू हुन्छ अनि त्यसपछि एयर बस आउँछ हामीलाई लिन। अनि त्यसपछि हामी चाहिँ फ्लाइटतिर जान्छौँ। गाडी पनि आइसकेको छ। अब बसमा जाँदै हामी बसमा आइसकेका छौँ। ओके, ओके अब बसमा चढिसकेको छ। अब फ्लाइटतिर बस निस्किन्छ एकछिनमा। बसबाट फ्लाइटमा पुगिसक्यो हामी। फ्लाइट
ओके म पुगिसकेको छु दिल्लीको एयरपोर्टमा चेकिङहरू गरेर बोर्डिङ पासहरू लिएर सब भित्र आइसकेको छु यो चाहिँ तपाईँको दिल्लीको एयरपोर्ट रहेछ दिल्लीको एयरपोर्ट हो यो पुरै अरू फ्लाइट चाहिँ अन टाइममै छ ठ्याक्कै तपाईँको 1.5 घन्टामा पुर्याइदियो नेपालबाट इन्डिया अनि यहाँबाट अब 11-12 घन्टाको फ्लाइट हुन्छ मेकपिलोहरू रहेछ यता मेलबोर्नको सायद सिक्रेट रहेछ यता थुप्रै सामानहरू छ बाफ्रे दारूहरू त खत्रै रहेछ यता पनि छ दारूहरूको थुप्रै सामानहरू त मेकअपहरूको सामान हामीलाई जुन कि जरुरतै छैन जे होस् नेपालभन्दा बहुत तगडा बहुत राम्रो चाहिँ एयरपोर्ट यो रहेछ किनकि यहाँ चाहिँ थुप्रै सामानहरू छ लाइक सपिङ गर्न होस् या फिर जेसुकै होस् यहाँ गर्न सकिन्छ ठाउँ पनि राम्रै छ ओके यतातिर रहेछ लन्च र फुडको व्यवस्था दामी रहेछ त एयरपोर्ट बब्बाल यस्तो खतरनाक रहेछ लन्चहरू उता रहेछ होटलहरू छ अब खोइ लन्चमा बस्नु पाउँछ कि पाउँदैन खुट्टा दुखिसक्यो बस्नु पर्यो अब यसो कता बस्ने हो दिल्लीमा छु मेरो फ्लाइट चाहिँ तपाईको नेपालबाट यहाँ 6:30 देखि निस्केको यहाँ चाहिँ 1.5 घन्टामा पुर्याइदियो अहिले चाहिँ म ठ्याक्कै दिल्लीको एयरपोर्टमा छु मेरो ट्रान्जिट चाहिँ यहाँ 4 घन्टाको रहेको छ अनि यहाँ 4 घन्टा बस्नु परेको छ आउने बित्तिकै मैले एयरपोर्टहरू घुमेँ यताउति घुमेँ धेरै ठाउँहरू सब हेरेँ यतातिरको ठाउँहरू सब हेरेँ प्रायः त सब अब मेरो फ्लाइट चाहिँ यहाँबाट 12:30 बजेदेखि हो तर 11:30 बजेदेखि चेकिङहरू हुन थाल्छ अनि यहाँबाट निस्किन्छु मेरो 11 घन्टाको फ्लाइट हुन्छ अब खानाहरू त अहिले खाएको छैन अहिले बिस्कुट मात्र खाइरहेको छु किनकि यतातिर खानाहरू पनि लास्ट टाइममा गरेको थियो सब खानाहरू पानीको बोतल त एउटा बोतल लगभग 1 लिटरको 90 रुपियाँमा दियो अनि खानाहरू हेर्दाखेरि त धड महँगो थियो मैले खाएन होइन बिहान चाहिँ ब्रेकफास्टमा चाहिँ स्यान्डविचहरू दिएको थियो मैले भिडियोमा पहिला पनि देखाएको थिएँ अब
यहाँ चाहिँ अब यहाँ बस्दाखेरि अब यहाँको फ्लाइटहरू उड्दाखेरि अब खानाहरू दिन्छन् होला। अब युकेको लागि इमिग्रेसन हुन थालिसकेको छ। ई भिजा देखाइरहेको थियो, तर यिनीहरूले चाहिँ स्क्रिनसट चाहिँ चल्दैन रे, लगइन गरेर देखाउनु पर्छ। अनि मैले चाहिँ फेरि लगइन गरेर अनि देखाएको त्यो फोटोवाला। अनि अब तल जाँदैछु फ्लाइटतिर। म फ्लाइटमा बसिसकेको छु। यो फ्लाइटमा मेरो डन्न लकिली मेरो विन्डो सिट परेछ। योभन्दा पहिलाको फ्लाइटमा काठमाडौँदेखि दिल्ली आउँदाखेरि मेरो चाहिँ बीमा थियो भने सेन्टरमा थियो होइन। अनि अहिले चाहिँ यहाँबाट अब युके जाँदाखेरि मेरो विन्डो सिट परेछ। अब राम्रै हो। अब हेरौँ, यो रहेछ दिल्लीको एयरपोर्टको नजारा बाहिरतिर। आज तर मौसम चाहिँ यस्तै रहेछ, बिहानदेखि पानी पर्या छ। पानी अहिले त पानी रोकेको छ, अघि चाहिँ बिहानदेखि पानी परिरहेको थियो। का हरा संकेत आपको नजदीकी निकास की दिशा दिखाएंगी। आपका नजदीकी आपातकालीन भर्खर पुगे लन्डन। अब बाहिर निस्किँदैछौँ एयरपोर्टबाट, भर्खर ल्यान्ड भएको। अब इमिग्रेसनको लागि जानु पर्यो। अनि इमिग्रेसन गरेपछि बाहिर दाइ वेट गरिरहनु भएको छ। अब त्यहाँ गएर दाइले भेट्नु पर्यो। अब ब्यागेजहरू लिनु पर्यो। ब्यागेजहरू तल आउँछ। अब तल जाँदैछौँ हामी ब्यागेज लिन। इमिग्रेसनमा त खासै केही सोध्यो कि के गर्न कहाँबाट छौ भनेर। अनि मैले भने नेपालबाट के गर्न आएको छौ। अनि त्यो कोर्सहरूको नाम बताउनु पऱ्यो, फर्स्ट टाइम हो कि सेकेन्ड टाइम हो त्यो सोध्यो होइन। अनि त्यसपछि भन्यो कि जे कुन कलेजमा पढ्छौ भनेर, अनि त्यो सोध्यो। अनि ब्याचलरको चाहिँ कुन कोर्स थियो भनेर ब्याचलरको कोर्स सोध्यो। अनि यहाँ चाहिँ तिमी जुन पढ्न आएको छौ त्यो ब्याचलर हो कि मास्टर हो त्यो भनेर सोधिरहेको थियो। बस त्यति फटाफट सोध्यो अनि भइहाल्यो। अनि अब लगेजहरू कलेक्ट गर्ने अनि यहाँबाट निस्किने हो। दाइ वेट गरिरहेको छ बाहिर। यही लाइनमा बस्दा 1 घन्टा जति लागिहाल्यो लगभग। ब्यागेजहरू अब लिइसकेँ। अब ट्रोलीमा राखेर बाहिर जान लाग्यो एक्जिटतिर। यो चाहिँ कहाँ हुनुहुन्छ हेर्नु पऱ्यो। खोजते तक घूमते देख ले हम तकैतिर चाहिँ किनेमा कह के हमरा होने बैठा निकलले ना हम देख ले हम हाउ में निकले बारे की तो हाई में देखी तो कौन में एग्जिट है तो फिर देख लिए ना इमरजेंसी एग्जिट। हम कहली ये में निकल जा लगा ये में निकल गेल जो